देमिसी सबैलाई म आज तपाईँहरूको बिचमा परमेश्वर को हुनुहुन्छ म छोटोमा लिएर आएको छु। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, परमेश्वर सर्वभौतिक हुनुहुन्छ, परमेश्वर अनन्त हुनुहुन्छ, परमेश्वर सिद्ध र पवित्र हुनुहुन्छ, परमेश्वर अपरिवर्तन हुनुहुन्छ, असल हुनुहुन्छ, परमेश्वर प्रेम हुनुहुन्छ, परमेश्वर दयालु र अनुग्रही हुनुहुन्छ, परमेश्वर चङ्गाइकर्ता परमेश्वर हुनुहुन्छ, सत्य परमेश्वर हुनुहुन्छ, विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर असल गोठालो हुनुहुन्छ, परमेश्वर शरणस्थान हुनुहुन्छ, परमेश्वर जुटाइदिनुहुने परमेश्वर हुनुहुन्छ, ज्योति परमेश्वर हुनुहुन्छ, जीवन परमेश्वर नै हुनुहुन्छ, आत्मा पनि परमेश्वर नै हुनुहुन्छ।